हेलो गाइस, फेरि पनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। र गाइस चाहिँ आज चाहिँ सेकेन्ड डे है, यिनीहरूलाई छाङ्गु र बाबा मन्दिर घुमाउनु पर्ने छ, न्यू बाबा मन्दिर। र अब नथुला चाहिँ मिल्यो भने एक्स्ट्रा लाने चाहिँ हाम्रो विचार छ है। र अब 10वटा गाडीमा हुनु त साह्रै हुन्छ जस्तो आश छैन है, तर पनि अब मिलिहाल्यो भने चाहिँ पर हेड 500 रुपियाँ गोटाले चाहिँ हामी जाने विचार छ। र गाइस हामी होटल जाँदैछौँ अहिले है। र यता माम्जीमाको चेपबाट चाहिँ हाम्रो यता टिबेट ग्यालेरी भन्ने चाहिँ हाम्रो होटल छ है। र त्यहाँबाट पिकअप गर्नुपर्ने हुन्छ। र 8 बजी चाहिँ नो एन्ट्री लागेको हुन्छ गाइज है। त्यही भएर चाहिँ हामी 7 बजी यहाँ आइपुगेको छौँ। 7:30 बजी चाहिँ टप्पै गाडापुडो फालेर चाहिँ टुरिस्टलाई बोलाएर लाग्यौँ हामी है, किनभने ढिलो पनि भइसक्यो गाइज है। र यहाँनिर हामी 2 माइलमा चाहिँ पर्खिँदैछौँ गणेशदालाई, किनभने परमिट लिएर जानुपर्ने हुन्छ। र हामी 2 गाडी चाहिँ आइपुगिसकेको छौँ। र हाम्रो भान्जा पनि गाइस आइपुगिसकेको छ है। र भान्जालाई पनि टक्कै गाडी साइड गर्नु लगाएर चाहिँ हामी लाग्यौँ है परमिट लिएर चाहिँ गाइज है। तर अलिकति हाम्रो झमेला भएको जस्तो भयो यहाँ चेकपोस्टमा चाहिँ है। परमिट चाहिँ हामीले आफ्नो थाप्यौँ, तर गाडीमा चाहिँ परमिटमा मान्छे पिन्दै गाडीमा मान्छे पिन्दै भएर चाहिँ त्यहाँ आधी 1 घन्टा रोकेर सबै गाडीहरू भेला गरेर मान्छे मिलाएर हालेर लग्यौँ है गाइस। र हामी यहाँ अहिले कञ्चनजङ्घा भ्यू पोइन्ट आइसकेको छौँ। र आज कञ्चनजङ्घा भ्यू पोइन्टको भ्यू चाहिँ यस्तो रहेको छ। र गाइस हामी चाहिँ अब बिहानै ब्रेकफास्ट नगरी निक्लेकोले गर्दाखेरि चाहिँ भान्जा र मैले यहाँनिर छाङ्गु मुनिपट्टि आएकोमा चाहिँ है 5 नम्बरमा यहाँ गाडी साइड गरेर हामी खाजा खानु पर्छौँ है। र गाइस भान्जा चाहिँ तर अहिलेसम्म आइपुगेको छैन, पछाडि कथा गयो। र भान्जालाई पनि छिटो बोलाएर चिया खाएर हामी लाग्यौँ छाङ्गु लेक क्रस गरेर। पहिला न्यू बाबा मन्दिर घुमाएर ल्याउँ भनेर, किनभने टाढाको चाहिँ पहिला सकिहाल्ने। र गाइस हेर्नु सक्नुहुन्छ तपाईँले है, नथुला जाने गाडीको चाहिँ एकदमै लामो ताँत लागिरहेको छ। नथुला जाने भए चाहिँ आज हामी धेरै ढिलो भएको थिएछ, तर नथुला हाम्रो मिल्ला जस्तो थिएन। र हामी सिधै पहिला बाबा मन्दिर लाग्यौँ गाइस है, भान्जा र म। र अरू गाडीहरू चाहिँ अगाडि लागिसकेको थियो, किनभने हामी ब्रेकफास्टहरू गर्दा ढिलो भइसकेको थियो। र गाइस हामी तल पुगेर चाहिँ नथुलाको विषयमा बात गर्दाखेरि चाहिँ यिनीहरूले नथुला जान्छु भनेर भन्नु थाल्यो है। र पर हेड 500 रुपियाँ हामी दिइहाल्छ। र नथुला हामी जान्छु भन्नु थाल्यो, तर नथुला चाहिँ हाम्रो मिल्नु सकेन है। एउटा गाडी चाहिँ गएछ र हाम्रो 2टा गाडी चाहिँ जानु सकेन गाइस है। एकदम प्रब्लम भयो, किनभने है 2टा गाडी हामी हिँडिसकेको, पैसा चाहिँ गोजीमा हालिसकेको पनि गयो गाइस है। किनभने अब अर्को सरले पनि के भएर जानु दिएन हामीलाई है, किनभने गयो भने सबैजना एकसाथ जानुपर्छ भनेर भने। तर अब हामी ठिकै छ, अब पैसा फर्काएर छाङ्गु आएर खानासाना खानु बस्यौँ है। र त्यहाँनिर तातो खाना खाएर है हाम्रो सब्सक्राइबर भइहाल्ला हामीले भेट्यौँ है। र एकदम हाइहालो गरेर चाहिँ है हामी फेरि लाग्यौँ गान्तोकतर्फ है। र एकदमै हरेस भएको थियो है नथुलाले गर्दाखेरि चाहिँ है। अर्को सरले चाहिँ कुनै के जानु हुँदैन, कुनै के परमिट दिँदैन भने, मैले परमिट म बनाउनु ल्याइहाल्छु, परमिट बनाएर लाएर भइहाल्छ भने। तर खै अर्को गाडीको के कसो भयो, के कुरा भएर चाहिँ हाम्रो नथुला क्यान्सल भयो है। र गाइस नथुला जानु पाइएन। र यो गाडी चाहिँ हेर्नुहोस् गाइस है, 2 महिना भइसक्यो आसामको गाडी छ, अहिले नालीमा पसेको होइन, तर निकालेर त्यतिकै राखी मात्रै राखेको छ है। र लगेको छैन के कसो हो यो गाडी चाहिँ गाइस है। र चेकपोस्टमा आएर हामीले परमिट दिएर र गाइस मुनिपट्टि हामीले फ्लावर्स गार्डनमा आएर है टुरिस्टलाई झारेर लाग्यौँ आफ्नो रुमतर्फ है। र टुरिस्ट हेर्नुहोस् एकदम रिग्रेट पनि मानिरहेछ नथुला जानु नपाएर, यिनीहरू बहुत बिच्की है। र गाडी साडी थन्काएर लाग्यौँ आफ्नो रुमतर्फ गाइस है। र भोलि ड्रप छ, भेट्नेछौँ फेरि पनि नेक्स्ट ब्लगमा।